to everyone and good morning to and म चाहिँ अघि भर्खर अघि बिहानै उठेको अनि हामी चाहिँ सेरा गएर पनि आइसक्यौँ मरिसमा अनि आज चाहिँ हाम्रो हजुरबाले कुखुरा पोल्दै हुनुहुन्छ गाइस बुवा के गर्नुभएको के गर्नुभएको बुवा पोलेको छोरै अनि न भालेलाई चाहिँ काट्यौँ भालेलाई चाहिँ अब सब्जी बनाउन आँटेका छौँ अब हामी आज पुरा भदैनी छोरी नातिनी आएको अनि भाले काटेर खाएको हाम्रो लागि भनेर आमाले भाले काट्नु भएको छ कस्तो लाग्यो गाइस त्यही भन्दिनु गाइस ठिक छौँ कि छैनौँ हामी अर्काको ज्यान मार्यौँ गाइस है त्यही हो गाइस अब घरमा भाले काट्दैछ अनि बसी खाना गइरहेको थियो अनि भाले काटेको नि भिडियो युट्युबमा हाल भनेर भन्दै हुन्थ्यो अनि मेरो आन्टी हुन्छ खै भन्नु के बोल्नु हाई गाइस हामी चाहिँ ब्रेकफास्ट गर्दैछौँ हैन हाई स्ने यहाँ अर्को छ के गर्दैछौ स्ने म ब्रेड फ्राई गर्दैछु स्नेलाई कहिले पनि I'm feeling होइन उ त्यस्तो छैन जे काम पनि इजिली गरिदिन्छ अनि म छु अनि यहाँ तरको भ्यू छ यस्तै छ अनि वर्कहरू भइरह कामहरू भइरह अनि नेक्स्ट टाइम आउँदाखेरि चाहिँ यस्तो भवाद पर्फेक्ट भएको छ गाइस यस्तो पछि मेबी म पछि यो भिडियो कन्टिन्यू गर्न सक्छु होला के हुन्छ हेरौँ न गाइस सो गाइसहरू चाहिँ हामी हाम्रो धरान जान लागेको बाई 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 यसरी बाई बाई अब हामी कहिले भेट्ने 10 पछि खोइ आमा आमा खोइ हुन् न त खोइ ए हो Bye. 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 So much love. अब आउँछ मामु सो गाइस अब बस पे गरेर अनि भिडियो बनाउँछु होला अब यस्तो टाढाबाट भिडियो गर्नु मिल्दैन अनि बस नगर्दैछ सो गाइस होइन बसबाट भिडियो बनाउँछु भनेर बसिरहेको थिएँ यहाँ दादालाई भेटेर जाने अरे अनि दादालाई भेटेर भिडियो बनाउनु पर्यो दादा बनाउनु पर्दैन यसरी भिडियो बनाएको मैले यस्तै बनाउँछु भाउ पनि कुर्ती हुनुहुन्छ अब देखाउनै मिल्दैन उसले चाहिँ भिडियो बनाउँछ सब्सक्राइब गरिदिनु है मेरो दादा हिरो देखाएको सफारीमा जाने अनि त्यसपछि त्यहाँबाट बसबाट जाने सो गाइस बसमा भयो चाहिँ म भिडियो अब गाइस बसमा चढिसकेर पनि आई नो द्याट साउन्ड यस्तो नराम्रो आउँछ भनेर अनि त्यस्तो छ सो अब धरान पुगेपछि नै म रिकन्टिन्यू गर्छु होला गाइस guys, Dhara night for gym. Guys, this is a tal, hamro. मान्छे मरि हट्दै गर्छन् एयर पेसेन्जरको लागि तर पैसा भने घटाउँदैनन्
सब लुगा चेन्ज गर्छु म अनि कन्टिन्यू गर्छु बाटोमा भिडियो बनाउनै पाइनँ कि लाइक बाटोकै बुवा नमस्ते भने ए होइन क्यामेराहरू भयो देखिन्छ कि तपाईँलाई म अहिले देखाउँछु पछि मेरो नातिनीको के अरे युट्युबमा सबले सब्सक्राइब गरिदिनु भन्नु त मेरो नातिलाई धेरै माया गरिदिनु भन्नु त भन्नु न जान लुगा फेर्नु अब यस्तै हो गाइस आज म धेरै अल्छी भएँ अनि के अरे अघि आइरहेको भर्खर अहिले हुन्छ नि आई फिल सो टायर्ड नि के अनि कस्तो अनि ढल्किरहेको थिएँ म अनि मेरो माइजूले चाहिँ आज थुक्पा बनाउनु भएको छ नि त होइन बनाउनु भएको छ नि त अनि यहाँ यता चाहिँ अनि के अरे थुक्पा बनाउनु कस्तो अर्कै देखिरहेको होला मेरो मान्छेले लाइक जिस्काएर हत्तिन् त भनौँ अनि यस्तै फर्स्ट भिडियो बनाउँदा त अलिकति त्यो भइ नै हालिन्छ त अनि त्यही हो अघि नै बोलाउनु भएको थियो कि थुक्पा बनाउँदाखेरि लाइक रेसिपी नहेर्ने भनेर अनि अति थाकेको थिएँ कि म यस्तो गाडीहरूबाट लाइक आउने जाने अनि त्यही हो गाइस अनि यता चाहिँ पाक्दैछ आई डोन्ट नो होइन के गर्नु भयो तपाईँ यहाँ छ यहाँ त्यो छ आई डोन्ट नो के यसमा हजुर माइजू प्रेसर कुकरमा के छ तपाईँको क्यामेरा मजाले कहाँ देखाएको के हुँदा देखिँदैन गाइस होइन अब के भन्छ के ल भन्नु न बोल्नु न ल हेर म बोल्नु अरे बोल्नु त अब माइजूले मिठो थुक्पा बनाउनुहुन्छ अनि माइजूले खुवाउनुहुन्छ अनि हामी खाएको पनि भिडियो बनाउँछ होइन माइजूले मिठो बनाउनुहुन्छ मासु यस्तो मिठो बनाउनुहुन्छ होइन माइजू आमा त्यही मैले लाग्दा हान्दै जाऊ बहिनी त नरौ घर त मेरो यहाँ होइन कम्पनी अब माइजू डान्सर हुन्छ अनि म हेरिदिन्छु भिडियो बनाइदिन्छु के भन्नुहुन्छ त्यही हो सो हेरिबस्छु होला हेलो गाइस होइन अनि के अरे त्यो पुरै अघि के मैले कस्तो सेतो देखिरहेको थिएँ कि सनस्क्रिन डराएको थिएँ कि त्यस्तो त डल्ने मान्छे त होइन म अब घरि त्यस्तो आउँछ कि अनि यहाँ अहिले मुख धोएर यस्तो पुछाएको अहिले पुरै सेतै देखिरहेको छ सेतो कि त कालो देखिरहेको होला म कस्तो बोल्दै कस्तो अप्ठ्यारो लाग्यो मलाई त्यहाँ मेरो भाइ छ सेतै देखेको छैन म त हालिदिन्छु जे पर्ला जुत्ता ए अब मलाई त हुन पाएको छैन मेरो जुत्ता मेरो हातै खै खुट्टा गाइस हिजोको लाइक हिजोहरूको क्यामेराहरूमा लाइक राम्रै आएको थियो अनि आजकोमा खै के भयो थाहै छैन मलाई पनि मेरो बाइजूले मेरो क्यामेरा मिलाइदिँदै हुनुहुन्छ होइन हेलो मेरो भान्जीको युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई अनि उहाँ पनि होइन उहाँ मेरो माइजू राई हो चाम्रो राई राम्रो हुन्छ है मेरो क्यामेरा मिलाइदिनुहुन्छ म यसो नक्कल पार्दै बस्छु अनि त्यसपछि अब एकछिनतिर थुक्पा पाक्छ होला के हुन्छ होला अनि त्यसपछि म देखाउँछु गाइस उनीहरूलाई गाइस थुक्पा पनि पाकिसकेको छ अहिले अब म खान्छु नि यसो कस्तो छ भनेर भित्र जान्छु सबजना त खाँदै हुन्छ पछि भित्र नै आएर खान्छु हेरौँ कस्तो हुन्छ भनेर यहाँ छ होइन अनि कस्तो अप्ठ्यारो भयो मलाई ला मलाई त काटिदिनु भन्दैछ
कस्तो मिठो रहेछ म काटा लिएर आउँछु यसले त हुँदैन नि त थुक्पा खान काटा लिएर आउँछु सो गाइज अनि यो चाहिँ अघि काटा थिएन नि त अनि मैले यो काटा लिएर आएँ अनि के मेरो आँखामा के आज बिहानबाट फेरि कस्तो के भइरहेछ कि अनि ट्राई हजुर नुन मैले नुन दिने बुवालाई कस्तो के अरे कागतीको बास नै कस्तो नाकमा आयो त्यो गाइज होइन म मिक्स गर्छु कि अनि एउटा कोही पनि सबैजना खाँदै हुन्छ कि क्यामेरा समातिदिनु भन्दा पनि अनि म मिक्स गर्छु अनि त्यसपछि फेरि भिडियो गर्छु अघि चाहिँ के है गाइज अति नै भोक लागेर खाएको त्यही यस्तो मिठो हातै हुन त अहिले पनि मिठो नै छैन अनि अहिले चाहिँ मैले कागती मिक्स गरेँ झन् अनि खान्छु अब अनि धेरै नै मिठो होइन अब यस्तो हुन्छ नि त अब काठमाडौँमा अब आफूले भने जस्तो हुन्छ नि त अब धरानको जस्तो थुक्पा पाउँदैन नि त अनि कस्तो मैले झन् थुक्पा 2 वर्षपछि खाएको हो कि 2 वर्षपछि खाएको अनि कस्तो खान मन लाग्छ नि त अनि त्यही हो त आइमान अनि के है उता माथि के अरे उता माथि डान्स भइरहेको कि गाइस अनि कस्तो त्यहाँबाट भ्लग बना कति लाज कति सबै मान्छेहरू छ नि त अनि म चाहिँ यतैबाट बनाउनु थालेर चाहिँ होइन मेबी म त्यहाँ गएपछि चाहिँ बोल्दिनँ होला होइन अब हेरौँ के हुन्छ अरे अनि आमालाई कसै यतिबाट यति धेरै मान्छेहरू दिइरहेको छ कि मलाई कस्तो लाज लागिरह अब जान्छु हेर्छु के हुन्छ अनि त्यसपछि म भिडियो देखाउँछु नि नबोल्नु पनि है गाइस ल मैले बोल्नु त म त बोल्नै सक्दिनँ म चाहिँ के बोल्छु हामी डान्स हेर्नु गएको गाइस डान्स हेर्नु गएको कौशिका बहिनीको डान्स बहिनीको ए अनि त्यो त अनि कन्ट्र्याक्टको भोलिपल्ट आउँछ भनेको थियो होइन र होइन यतिखेर कौशिका बहिनीको डान्स हेर्नु गएको गाइस ल गाइस जाम हेरौँ होइन को हुन्छ त्यहाँ वाउ मलाई कस्तो हेर्नु मन त डान्स त्यहाँ त लाइट बाल्नु पर्दैन होला गाइस अनि म चाहिँ के होइन भिडियो बनाइदेखाउँछु त्यो पनि मैले बोलेको सुनिँदैन के गाइस बपाल भइरह अनि हेरौँ न के हुन्छ है अनि म डाइरेक्ट भिडियो बनाएर नि हाल्छु हाई रहेछ दिदी हाई त भन्नु हाई भन्नु यहाँ बोलाउने डान्सहरूको यस्तो राम्रो छ होइन यति धेरै राम्रो छ होइन अनि त्यो मैले यो के अरे भिडियो हालिदिन्छु योभन्दा अगाडि हेर्नु होला अनि सो यो भिडियो चाहिँ म अब यहीँ एन्ड गर्छु एन्ड थ्याङ्क यू फर वाचिङ लट्स अफ लभ माई लभिज